त्यस्तो ठाउँको खाता बन्द गर्यो यो कुलाङ्गर ओलीले। त्यस्तो हस्पिटलको खाता बन्द गर्यो। तपाईहरुले बुझ्नु होला, म पनि त्यही आत्राको पानी खाएको कुमाईको छोरो सबैको छोक्छु, तर म व्यवस्था बदल्छु भनेको थिएँ। सुरुवात भयो कि भएन? उनीहरुकै बिस्कुट उनीहरुकै सटरमा बस्ने चाहिँ गोठाला नेपाली नेपाली। तर दुर्गा प्रसाईले आज पितामोड भनेर नि संसारमा कसैले चिन्दैन। के कारण चिन्छ भन्दाखेरि गुगलमा जाँदा बीएनसी बसेको ठाउँ भनेर चिन्छ। खड्गप्रसाद ओलीले के बनायो झापामा? यहाँबाट छिटेर जाने घिमिरेले के बनायो? तर दुर्गा प्रसाईले आज पितामोड भनेर नि संसारमा कसैले चिन्दैन। के कारण चिन्छ भन्दाखेरि गुगलमा जाँदा बीएनसी बसेको ठाउँ भनेर चिन्छ। पितामोड भनेर कसैले चिन्दैन। पूर्वाञ्चल क्यान्सर कहाँ छ भन्दा पितामोड कसले बनाइदियो? तर खड्गे ओलीले त यहाँ एउटा हस्पिटल बनाएन, एउटा टावर बनायो। टावर देख्नुभयो नि, 4 अरब खर्च गरेर, त्यो पनि सकियो होइन? एउटा केही बनाएन। मैले दुःख गरेर बनाएको हस्पिटल, नेपाली नागरिकले उपचार गर्न पाउन् भनेर बनाएको हस्पिटलको, जहाँ 2000 बिरामी आज उपचार गर्न आउँछन्। हेर्नुहोस्, 500 बिरामी बेडमा छन्, 60-70 जना बिरामी आइसियूमा छन्। त्यो आइसियूको बिरामीलाई दबाई नकिने हुँदैन। ब्याङ्कमा ट्रान्जेक्सन गर्नुपर्छ दबाई किन्नलाई। त्यस्तो ठाउँको खाता बन्द गर्यो यो कुलाङ्गर ओलीले। त्यस्तो हस्पिटलको खाता बन्द गर्यो। कति चित्त दुख्छ होला। म जेलभित्र छु, खाता बन्द गर्यो यो अपराधीले। खाता, म जेलभित्र छु, मेरो श्रीमतीलाई हातकडी लगायो यो अपराधीले। म जेलभित्र छु, मेरो छोरी यही पितामोडमा सेवा गर्छु भनेर डाक्टर भएर एमडी गरेर आएको छोरीलाई एयरपोर्टमै यसले हातकडी लगाएर आएको छ। यसको बदला त म लिन्छु लिन्छु, एक लिन्छु, त्यही लिन्छु, त्यही लिन्छु, त्यही लिन्छु। मैले त्यतिकै चान्छु नै यो लडाइँ छेडेको होइन। तपाईहरुले बुझ्नु होला, म पनि त्यही आत्राको पानी खाएको कुमाईको छोरो सबैको छोक्छु, तर म व्यवस्था बदल्छु भनेको थिएँ। सुरुवात भयो कि भएन? हाँस्नु हुँदैन अस्ति? र खड्गे ओलीहरुलाई, खड्गे ओलीको कारणले आज जम्मै पार्टी सकिए, सबै पार्टी सकिए आज खड्गेका कारणले। मैले के भनेको थियो? मलाई एफिलिएसन देऊ, म गुरु विद्यार्थी पढाएर बस्छु। भन्दाखेरि मानवसँग पार्टनरसिप गर्ने, कम्बोडिया पैसा लाने, 58 अर्ब नेपाल यो एनसीएलको पैसा 58 अर्ब रुपियाँ पैसा चर्लक्क उहाँ लगेको कम्बोडिया। यो कुरो भन्दाखेरि खड्गेका यहाँ भाटमाराहरू होलान्, कहीँ कुनामा लुकेर बस्या है, तिनीलाई चाहिँ पुगेको छैन। अहिले कुन्डुमा आएर बसेको राजनीतिक शरणार्थी भएर घरमा आएर लागिहाल्नु, लाग्यो लागेन? तपाईँहरूलाई मैले भनेको थिएँ, मैले हात हालेपछि मैले जित्छु। म लग्नमा बृहस्पति भएको मान्छे बाँचुन्जेल, यो कुरा बुझ्नुहोस्। तपाईँहरूलाई म जिताएर छोड्छु। तपाईँहरूका लिलामका घर जग्गा जमिन फिर्ता गराएर छोड्छु। यो मेरो वचन हो, यो मेरो वचन हो। तर तपाईँहरूले मलाई साथ दिनुहोस्। म के भन्छु, तपाईँहरू मलाई साथ दिनुहोस्। 20 लाख भन्दा मुनिको ऋण मिना दुर्गा प्रसाईले गराउँछ, दुर्गा प्रसाईले गराउँछ। 20 लाख भन्दा माथिको ऋण 25 वर्षलाई 5% ब्याजमा तिर्ने वातावरण बनाउँछ, वातावरण बनाउँछ। ब्ल्याकलिस्टमा परेका, कालो सूचीमा परेका नेपालीहरूको नि कालो सूची फुक्का गराउँछ। नेपालमा बसेर नेपाली ब्ल्याकलिस्ट हुने। ब्ल्याकलिस्ट भनेको त्यसको नागरिकता चलेन, त्यसको पासपोर्ट चलेन, त्यसले धारामा पानी पाउँदैन, त्यसको बिजुली काटिन्छ। मैले ऋण दिएँ, व्यापार बिग्रियो, व्यवसाय बिग्रियो राजनीतिक कारणले। यही सेन्टर होइन, सबै सटर बन्द छन्। खोलाउने भनेर खोलेको होइन।
नेपालभरि 70% सटहरू सबै बन्द छ। अनि व्यवहार बिग्रियो भनेर बाउ पनि ब्ल्याकलिस्ट, छोरो पनि ब्ल्याकलिस्ट, पेटमा जन्मिँदै गरेको बच्चा पनि ब्ल्याकलिस्ट हुन्छ। यस्तो पनि कानुन हुन्छ? 3 पुस्ते ब्ल्याकलिस्ट के हामीले गरेको छैन, व्यवहार गरेको छैन? म त हेर्नुहोस् व्यापारी होइन, म पैसा गर्ने गल्लीमा बसेर पैसा गर्ने मान्छे पनि होइन गल्लामा। म उद्योगपति पनि होइन, उद्योगपति होइन भन्दा पनि 5000 मान्छे छन्। म व्यापारी होइन भन्दा पनि महिनाको 1-2 करोड रुपियाँ कमाइरहेकै छु। तर यो सबै कुरा छोडेर अहिले म जोगी भएँ। कसको लागि जोगी भएँ? तपाईँहरूको लागि, तपाईँहरूको लागि। मलाई प्रधानमन्त्री खा भनेर पहिलोचोटि प्रधान सेनापतिले बोलाउनु भयो। मैले प्रधान सेनापतिलाई के भने, यो बहुत डिजाइनमा आएको, वाट नेक्स्ट? प्रधान सेनापतिज्यू, यो सरकार फेलियर भयो भने नि अर्को सरकार थाम्ने मान्छेको तासमा दहल गुलाम मिसी बासा एका हुन्छ। दहल र गुलाम फ्याक्दा हुन्छ भने तपाईँ मिसी बासा एका किन चलाउनुहुन्छ? अन्तिम अस्त्र भनेको दुर्गा प्रसाई हो। दुर्गा प्रसाईले प्रधानमन्त्री सम्हालेका दिन, मैले प्रधानमन्त्री सम्हालेका भोलि दिन के हुन्छ भन्दा 20 लाख भन्दा मुनिको ऋण बिना हुनुपर्छ। मेरा एजेन्डा लागू हुनुपर्छ। र म तपाईँहरूका घरमा गएर गुन्द्रुक र भात कुनै परी गाड बिना तपाईँहरूका घरमा, गरिबका घरमा बसेर, भुइँमा बसेर, गोबाले लुटाएका ठाउँमा बसेर भात खान सक्ने प्रधानमन्त्री खोजेको छ। यहाँ त्यो प्रधानमन्त्री खोजेको। म त सबै कुरा भोगेको। घमण्ड गरेर भन्छन् नेपालको महँगो गाडी चढ्ने मान्छे पनि मै हो। राम्रै ठाउँमा पनि बसेको छु, छोराछोरी राम्रै पढाएको छु। तर म एउटा क्यान्सर सर्भाइभल मान्छे हुँ। मैले माथिको जिन्दगी बरु जोगी हुन्छु, तर यो नागरिकहरूलाई बचाउँछु भनेर लागेको मान्छे हुँ। तपाईँहरूले मलाई चान्स दिएर सम्झिनुहोस्। र बिर्तामोडमा के भन्छु भने बिर्तामोडका ठुला व्यापारी हुन्, साना व्यापारी हुन्, उद्योगी हुन्। अब पनि तपाईँहरूको बुद्धिको बिर्को खुलेन भने तपाईँहरूका लास उठाउने मान्छे अलिक दिनमा हुँदैनन् घरमा। देख्नुभयो होला नि हिजो अस्ति यहाँभरि हाम्रो ध्रुव शिवाकोटी दाइको हाम्रै हस्पिटलमा 4 दिन ल्याएर रास राखेको छोराछोरीले। एउटा लासले छोराछोरीको पर्खाइमा 10 दिन 15 दिन बस्नुपर्छ। नजिकै छ दसैँ। गुलाबको फुल भनेको के हो तपाईँहरूले बुझ्नु भएको छ? प्रेमको प्रतीक हो। माया साटिन्छ गुलाबको फुल दिएर। जबरा रातो अक्षता के हो? दसैँको प्रतीक हो। छोराछोरीलाई आफूभन्दा ठुलाले सानालाई टिको लगाएर आशीर्वाद दिन्छ। खोइ त्यो मखमली फुल र सयपत्री फुलको महत्त्व के हो? दाजु र बहिनीको प्रगाढ सम्बन्ध हो। न आज मखमली फुल र सयपत्री फुल टिपेर माला बनाउने दिदीबहिनी घरमा छन्, न माला लाउने दाजुभाइ घरमा छन्। सबै विदेशबाट आएको छ। विदेशबाट पठाएको पैसा पनि फेरि मारवाडीले चलाएको छ। हो कि होइन भन्नुहोस् त? मेरो भनाइ यही त हो। लघु वित्त उनीहरूकै, सहकारी उनीहरूकै, फाइनेन्स उनीहरूकै, डेभलपमेन्ट ब्याङ्क उनीहरूकै, ब्याङ्क उनीहरूकै, इन्सुरेन्स उनीहरूकै, रिइन्सुरेन्स उनीहरूकै, रेटिङ कम्पनी उनीहरूकै, स्टक एक्सचेन्ज उनीहरूकै, गाडीका सोरुम उनीहरूकै, बिस्कुट उनीहरूकै, सटरमा बस्ने चाहिँ गोठाला नेपाली। अनि मैले व्यापार गरेँ भन्छ। व्यापार गरेको भने दिइहाल्थेँ नि। ए ठिक छ, बोला। हाम्रो स्वागतजी कहाँ हुनुहुन्छ? ओ हाम्रो पर्खर वक्ता स्वागत नेपालजी यहाँ आउनुभएको छ। उहाँलाई पनि आसन ग्रहण गर्नलाई म अनुरोध गर्छु। मैले यही कुरा हेर्नुहोस्, सबैभन्दा ठुलो क्रान्ति सुन्नुहोस् कुरो, आर्थिक क्रान्ति हो। हेर्नुहोस् त आज
मैले अघि भने नि। स्वागत छ, नमस्ते। तपाईँहरूलाई म भन्छु, म मर्छु तर तपाईँहरूलाई मुक्ति गराउँछु। मुक्ति, यो कुरा बुझ्नुहोस्। मैले यही हस्पिटल बनाउँदाखेरि यहाँका ठुला बडाले के भन्थे थाहा छ? मेरै दाजुभाइहरूले, ठुला बडाहरूले दुर्गे त बाउला आयो भन्थे। अहिले यही हस्पिटलमा आएर दबाई गर्छन्, खुसी लाग्छ।